हेलो गाइज, मोमो बन्दैछ है हाम्रो यहाँ। आज हाम्रो जेठन साहब लागिरहनु भएको छ मोमो बनाउँछु भनेर कटिङ गर्न। चिल्ली कटिङ हुँदैछ, ग्रिन चिल्ली। क्याबेज काटिसक्नु भयो। अनि यता चाहिँ मोमोको लागि पिठो मिचेर रेडी छ है। मैदा भाँडा यहाँ छन् मोमोको। म्यागी तयारी हुँदैछ। त अरू सब्जीहरू मोमोको लागि मोमो बनाएर भाँडा रित्ताबाट खाएर या मोमोको चटनी सबै यो दङ्गनी मान्छे उहाँ मात्रै हो कि उहाँको हालत यस्तो भइरहेको छ मोमो खाएर। हेर्नु त यत्रो म कामबाट आउनेलाई यत्रो धेरै खाएर मलाई त एउटा नि नराम्रो।